हेलो नमस्ते म बद्री हजुरहरूलाई एउटा सानो भिडियो बनाउन गइरहेको छु जुन भिडियो हो रुद्राक्षको बारेमा म हजुरहरूलाई सर्वप्रथम मेरो गाउँको बारेमा एउटा सानो जानकारी दिन चाहन्छु हजुरहरूलाई थाहै छ मेरो जानकारी भन्नुको मतलब मेरो नाम अनि म को हो र कहाँबाट र पनि हजुरहरूलाई अलिकति भन्छु साथीहरू नयाँ हुन सक्नुहुन्छ मेरो नाम चाहिँ बद्री राई म डिस्ट्रिक्ट धनकुटा मेरो गाउँ चाहिँ मुगा गाविस हो पहिला तर अहिले नयाँ संरचना अनुसार पाखरीबास 8 भन्छ म अहिले जन्मेको घरमा छु तपाईहरुले देख्दै हुनुहुन्छ जुन यो म अहिले तपाईहरुलाई देखाउन गइरहेको छु यो चाहिँ एउटा रुद्राक्ष हो यो रुद्राक्ष लगभग हाम्रो बुबाले 10 वर्ष अगाडि लगाउनु भएको 10 वर्षमा तपाईहरुले देख्दै हुनुहुन्छ यो खालको एउटा बोट हुँदो रहेछ भन्नुको हुन्छ यहाँ धेरै किसिमको बोट बिरुवाहरू म हजुरहरूलाई स्पेशली रुद्राक्षको बारेमा भन्न गइरहेको छु म हजुरहरूलाई हाम्रो कैलाश राईसँग रुद्राक्षको बारेमा केही बुझ्न चाहन्छु उहाँलाई धेरै एक्सपिरियन्स छ भतिज हजुरले रुद्राक्ष पहिला कहाँबाट ल्याउनु भयो कति सालमा फल्छ अनि कति खालको रुद्राक्ष छ भनिदिनुहोस् त नमस्ते सबैजनालाई हामीले यो रुद्राक्ष चाहिँ सर्वप्रथम भोजपुरबाटै लिएर आएको हो दिङला हजुर अनि यताउतिबाट पनि ल्याइयो यताउतिबाट नै अब चुम्बाङ भयो हैन हजुर यताउति पनि पाइन सक्छ रैथाने बिरुवाहरू त्यसबाट नि मुक्तार आकै छ हजुर अनि यो धनकुटा बाट पनि ल्याएको हजुर नर्सरी धनकुटा नर्सरीबाट पनि ल्याउँदाखेरि पनि रुद्राक्षको पाइएकै छ मुक्तार हजुर तपाईको यो चाहिँ अब दुई खालको हुन्छ हुन त यसको जात धेरै छ हजुर अब मुक्तार फल्ने पनि दाना बोट अलगै छ भन्ने हजुर सुनिएको छ हैन हजुर अहिलेसम्म चाहिँ हामीले त्यसरी नै रोप्दाखेरि पनि मुक्तार चाहिँ भेटेकै छ एउटा चिल्लोबाट हुन्छ हजुर तपाईको हजुर भइगयो एउटा मुक्तार हजुर अनि एउटा अन्धामुखे पनि भन्ने पाइन्छ भन्ने कुरा आएको छ हजुर दुई मुखे फल्ने पनि बिरुवा छुट्टै पाइन्छ भन्ने सुनाइ आएको छ हजुर हामीले अहिलेसम्म चाहिँ रोप्नु सकेका छैनौँ अहिले रोप्दैछौँ बिस्तारै तपाईहरुले सुनिहाल्नुभयो कैलाश राईबाट एउटा रुद्राक्षको बारेमा उहाँ चाहिँ रुद्राक्षमा धेरै अनुभवी हुनुहुन्छ जुन यहाँ मेरो जो बुबा उहाँको बाजे हो उहाँसँग चाहिँ कन्टिन्यू बाजे नाति कन्टिन्यू यो रुद्राक्ष कफी अनि अलैँची साथसाथै विभिन्न किसिमको केराहरू लगाउनुहुन्छ अनि उहाँलाई राम्रो ज्ञान छ भतिज म तपाईलाई सोध्छु अहिलेसम्म यो फर्म कति मुखेसम्म तपाईले रुद्राक्ष भेट्नुभयो हामीले अहिलेसम्म 9, 8, 7 देखि उँभो अब 6, 5 देखि नै हुन्छ तर र पनि हामीले भेटेको चाहिँ 16, 17, 15, 14, 12, 13 हजुरहरूले सुनिहाल्नुभयो उहाँले भन्नुभयो यहाँ चाहिँ 16, 17, 18 सम्म भेट्नु भएको छ यो फर्ममा 21 मुखे चाहिँ फेला पर्नु सकेको छैन अनि उहाँ चाहिँ धेरै अनुभवी हुनुहुन्छ उहाँ चाहिँ तल भुइँदेखि नै भन्नुको मतलब तल जमिनदेखि नै माथि रुद्राक्ष 200 फिटसम्मको उचाइको एउटा रुद्राक्ष उहाँले पत्ता लगाउनुहुन्छ त्यो चाहिँ कसरी तपाईले सिक्नुभयो त त्यो पत्ता लगाउने तरिका त्यो तरिका चाहिँ यस्तो हुन्छ अब देखिने दाना छन् त भुइँबाट पनि देखिन्छ चिन्नु सक्नु पर्यो पहिलो कुरो चिन्नु पर्यो हजुर दाना कस्तो हुन्छ कुन आकारको हुन्छ हामी चाहिँ अब जस्तै अगाडिबाट पनि चिन्न सक्छौँ हेरिराख्दाखेरि यो साइडबाट पनि चिनिन्छ पछाडिबाट पनि चिनिन्छ यसको जुनै साइडबाट पनि चिन्नु सकिन्छ कि चिन्नेले चाहिँ हजुर अब नचिन्नेले चाहिँ चिनिँदैन नै यो हेरिराख्ने बानी भएपछि तपाईँको आफै चिनिन्छ यो जुनै साइडबाट हेर्दा पनि मुक्तार दाना चिनिन्छ हजुरहरूले सुनिहाल्नुभयो हाम्रो कैलाश राईबाट उहाँले धेरै कुराहरू बताउनु भयो हजुरलाई म एउटा सानो कुरा लास्टमा रुद्राक्षको बारेमा गर्न चाहन्छु हामीले यो रुद्राक्ष यहाँ बिरुवा उत्पादन गरेर हामीले के बेच्न सक्छौँ या सक्दैनौँ हामीले आफै उत्पादन पनि अहिलेदेखि सुरु गरेका छौँ नर्सरी हजुर हामीले लगभग 2000-3000 नर्सरी गरिसकेका छौँ हजुर अब त्यसबाट कुनै इच्छुक हुनुहुन्छ भने हजुर हामी बिरुवा दिन पनि सक्छौँ उहाँले बताइहाल्नुभयो रुद्राक्ष नर्सरी पनि उहाँ गर्नु थालिसक्नु भएको छ यहाँ म देख्न सक्छु तपाईहरुलाई म देखाउने छु सायद अरूको भिडियोमा नर्सरीको बारेमा
भतिज अनि यो बजारसम्मको लागि यसलाई कसरी पुर्याउनुहुन्छ? यो चाहिँ बजारसम्मको लागि हामी पहिले कलेक्सन गर्छौँ हजुर यो दानालाई। हजुर अनि अब जस्तै अब 4-5 दानादेखि लिएर 10 दाना 20 दाना 100 दाना हजुर त्यहाँदेखि व्यापारीमा कन्ट्याक्ट गर्छौँ हामी डाइरेक्ट। अब यसको व्यापार बजार भनेको चाहिँ टुम्लिङटार सङ्घसभा। हजुर सुनिहाल्नुभयो हजुरहरूले रुद्राक्षको बारेमा। केही तपाईँलाई अझै जानकारी लिनु छ भने तपाईँहरूलाई म यहाँ फोन नम्बर राखिदिन्छु त्यो लिङ्कमा। तपाईँहरूले डाइरेक्ट हाम्रो कैलाश राईसँग पनि बुझेर अगर तपाईँहरूलाई इच्छुक छ भने रुद्राक्ष लाउने यो भिडियो हेरेर उहाँसँग कन्ट्याक्ट गरेर तपाईँले लाउन सक्नुहुन्छ। दोस्रो कुरो म हजुरलाई भनि नै रहेको छु, हजुरको घर वरिपरि बाजिएको खेतहरू छ भने रुद्राक्ष लगाएर फाइदा लिन सक्नुहुन्छ। अनि भतिज यो धानहरू कोदोहरू गहुँहरूबाट फाइदा छ कि रुद्राक्षबाट फाइदा छ? यो भनेको चाहिँ तपाईँको नगदे बाली हो। हजुर यसबाट अब रोपेको त्यस्तै अब भनौँ रोपेको स्याहार सुसार पुग्यो भन्दा 3 सालदेखि पनि फल्न थाल्छ। हजुर तर मजाले मुखदार दिने भनेको चाहिँ 5 सालदेखि उँभो। हजुर सुनिहाल्नुभयो हजुरहरूले धेरै रुद्राक्षको बारेमा। म अब भतिजसँग एउटा कफीको बारेमा, उहाँलाई कफीको पनि ज्ञान छ, कफीको बारेमा उहाँलाई केही कुराहरू उहाँसँग बुझ्ने कोसिस गर्छु। उहाँले कफीको बारेमा पनि केही जानकारी दिँदै हुनुहुन्छ। हेर्दै हुनुहुन्छ कफी, हामी कफी एउटा बगानभित्रै छौँ भन्नुको मतलब रुद्राक्ष अनि कफी। लु कफीको बारेमा केही बताइदिनुहोस् त भति। यो चाहिँ हामीले अब यो रुद्राक्ष रोपिसके पछाडि हजुर यहाँनिर बालीनाली अब यसको सेपमा केही नहुला जस्तो भएपछि हजुर यसले चाहिँ सेप नै मन पराउने भयो हजुर बढी कफीले। हजुर त्यही कारणले यो कफी यसमा रोपेपछि हेर्नु यो मजाले सप्रेको पनि छ, हजुर राम्रो फलेको पनि छ। हजुर यसको चाहिँ आम्दानी भन्नुहुन्छ नि वर्ष सालमा 2 चोटिसम्म टिप्नु मिल्छ। हजुर यसको प्रति केजी अहिले यतिकै यो रातो भएको छ। यो रातो भएको प्रति केजी 100 देखि 80-90 कहाँ चाहिँ यतिकै टिपेको बित्तिकै जानु सक्छ। हजुर हजुर अनि यसलाई ग्राइन्ड गरेर अब राम्रो सुकाएर भने 500-450सम्म बिक्री वितरण भइरहेको छ बजारमा रहेछ हजुर अहिले बुझाइमा। अनि बेचिसकेको छ। हजुर यो कफी यहाँ 2 खालको भन्ने मैले बुवासँग बुझिरहेको छु अनि तपाईँसँग पनि बुझेको छु। यहाँ सेतो र कालो कफी भन्ने छ होइन? हजुर हजुर यो चाहिँ 2 खालको। अब यो चाहिँ अहिले चाहिँ यहाँ चाहिँ प्राय कालै छ। हजुर कालो कफी भयो। यिनीहरू रातो पाक्छ हजुर भित्र अनि रातो र कालो कफी हुन्छ, सेतो चाहिँ होइन। हजुर सेतो चाहिँ अहिलेसम्म जान्छ। यिनीहरू कफीको जात चाहिँ हुनु चाहिँ धेरै खालकै छ भनिरहेछ। हजुर तर यो चाहिँ हाम्रो हजुरहरूले सुन्नुभयो मेरो भतिजले कफीको बारेमा पनि जानकारी दिनुभयो। एउटा नगदी बालीको रूपमा हामीले बाँचिएको खेतमा लगाउन सक्छौँ। यसमा उहाँले रुद्राक्ष साथसाथै कफीको पनि जानकारी दिइसक्नुभयो। भन्नुको मतलब रुद्राक्ष लगाएको ठाउँमा कफी पनि लगाउन सकिने रहेछ। एकदम राम्रो। अनि यसलाई चाहिँ कस्तो ठाउँ चाहिने रहेछ अझ भतिज अलिकति भनिदिनुहोस् त। यसलाई चाहिँ अलिक बढी सेपै चाहिने, बढी भन्दा नि यो अब रुद्राक्ष घारीमा बगैँचाभित्र हजुर साह्रै मन पराउने यसले कफीले चाहिँ। ए हजुर हजुर तकरिबन हाम्रो भतिज अनि मेरो बुबा उहाँहरूले मिलेर तकरिबन 20-25 रोपानीमा चाहिँ यो खेती गर्नुभएको छ। राम्रै आम्दानीहरू सायद आइरहेको होला होइन भतिज? हजुर अहिलेसम्म दिइ नै रहेछ। अब हजुरहरूलाई चाहिँ म कफीको रुद्राक्ष र कफीको बारेमा जानकारी भतिजले दिइसक्नुभयो। अब हामी अलैँचीतिर लाग्छौँ। अलैँची कफी अनि केरा एकै ठाउँमा लगाउन सकिने रहेछ। उहाँसँग बुझ्नेछौँ अलैँचीको बारेमा पनि। भतिज हजुरले यो अलैँचीको बारेमा पनि केही जानकारी दिनु पर्यो। यो अलैँची त सर्वप्रथम यो नौलो जातकै हो। अहिलेसम्म प्राय मान्छेले रोप्नु पनि भएको छैन होला। यो चाहिँ जुर्माले भन्छौँ हजुर। हाम्रो यसमा चाहिँ खासै पानी पनि नचाहिने। हजुर यसमा अब खडेरी साह्रै नै चल्यो भने अलिअलि पानी चाहियो आवश्यक। हजुर नदी यसलाई पानी अहिलेसम्म हामीले लागै छौँ। हजुर यसमा फली पनि हाल्छ। अब तपाईँको यसमा वेट पनि पर्दो रहेछ। हजुर अब 1 बोट बराबर मेरो अब बोटको गन्तीले पनि 4 बोटमा लगभग 1 केजीसम्म फल्दो रहेछ 4 झाङमा। हजुर अलैँची यो राम्रो जातको हो। यसलाई पनि अब यो रुद्राक्ष घारीभित्रै लाउन सक्यो। सम्म ठाउँमा सिम चाहिएन, पानी खासै चाहिँदैन यसमा। हजुरहरूले सुनिराख्नु भएको छ उहाँले रुद्राक्ष त्यसको बादमा कफी अनि अलैँचीको बारेमा जानकारी दिँदै हुनुहुन्छ। हामीले पहिला
जुन देखेको थियौँ हामीले अलैँचीहरू जुन सिमसारमा हुन्थ्यो, तर अहिले अलैँची हामी फुको जग्गामा पनि लगाउन सक्ने रहेछौँ भन्ने एउटा हामी यहाँबाट देख्न सक्छौँ। उहाँले बताइसक्नुभयो। उहाँले यस्तो ठाउँमा अलैँचीको जुन फल निकै राम्रो उसको केजीको तौल पनि आउँछ भनेर उहाँले बताइसक्नुभयो। अनि यो गोडमेल चाहिँ कसरी गर्नुहुन्छ यो अलैँचीको भतिज? यो गोडमेल चाहिँ अरू अलैँची जस्तै हो यसको गोडमेल चाहिँ। हजुर, सादाकै अरू रोप्नेहरूलाई त थाहा भइहाल्छ। हजुर, यो त्यस्तै हो गोडमेल यसको। अलैँचीको गोडमेल एउटै छ। हुन्छ, धन्यवाद हजुरले जानकारी दिनुभयो। हेर्नु हुँदैछ तपाईँ, हामी वरिपरि छौँ। यहाँ रुद्राक्ष, कफी अनि अलैँची। अब हामी भतिजसँग अर्को कुरा बुझ्नेछौँ, जहाँ केरा पनि धेरै किसिमको लगाएको छ। यो एउटा बगैँचामा भनौँ या गार्डन या एउटा फार्ममा भनौँ। उहाँसँग म जानकारी लिन चाहन्छु। भतिज, हजुरहरूले यहाँ धेरै किसिमको, भन्नुको मतलब रुद्राक्ष, कफी, अलैँची अनि केरा लगाइराख्नु भएको छ। यो केराको बारेमा पनि जानकारी दिनुहोस् त। यो कोला चाहिँ, यो केरा चाहिँ कस्तो भने तपाईँको यो हामी चाहिँ आछाय मालभोग भन्छौँ। हजुर, यो चाहिँ यस्तै अब बाँझेको जग्गा हुँदै भिर पाखामै पनि हुन्छ। यो हजुर, माटै चाहिँदैन यसलाई। हजुर, ढुङ्गेन घारीमा पनि यसले के अरे उब्जाउ गर्छ नै। हजुर, तपाईँलाई हामी अब यत्रो सेपमा पनि यो कोला भइ नै रहेछ। हजुर, यो चाहिँ प्राय हामीले यो रोपेको चाहिँ 2 साल जति भयो, यत्रो झाङ भइसकेको छ। यसले आम्दानी निकै दिइसकेको छ अहिलेसम्म कोला। सुन्दै हुनुहुन्छ? हामीले एकै जग्गामा धेरै किसिमको एउटा बिरुवा लगाएर धेरै एउटा फाइदाहरू लिन सक्छौँ। भन्नुको मतलब हामीले देख्दैछौँ धेरै जग्गाहरू, गाउँहरू, घरहरू उजाडिएको छ। हामी गाउँबाट सहरबाट धेरै बाहिर जाने हाम्रो एउटा नेपाली समाजमा जुन चलन चलिरहेको छ अहिले पनि, त्यो एउटा देशको आम समस्याले गर्दा नै हो। मेरो भतिजले धेरै कुरा बताइसक्नुभयो। हामी तपाईहरूलाई रुद्राक्ष टिपेर हामीले कति रुद्राक्ष जम्मा गऱ्यौँ र कति मुखे जम्मा गऱ्यौँ, यसको बारेमा पनि हामी डिटेलमा हजुरलाई जानकारी दिनेछौँ। रुद्राक्ष हामीले कति मुखे फेला पार्यौँ त? हाम्रो कैलाश राईबाट अनबक्सिङको कारबाही हुँदैछ, जुन हामीले देख्दै हुनुहुन्छ। यो बक्समा चाहिँ रुद्राक्ष छ। हामीले लास्टमा बुझ्न सक्छौँ यो बक्समा कति मुखे रुद्राक्ष होला। देख्दै हुनुहुन्छ। यो हामीले तकरिबन 15% बोटबाट चाहिँ हामीले अहिले भेला गरेको छौँ यो रुद्राक्ष। ल भतिज, अहिले यसलाई काउन्ट गर्नुहोस् त, कति मुखे कति छ? 17 मुखे, यो 16 मुखे हैन, यो 13 मुखे, यो 11 मुखे, यो 15 मुखे, यो पनि 15 मुखे, यो 12 मुखे, यो 13 मुखे, 11 मुखे, यो जम्ल्या, यो 14 मुखे। त्यसलाई गौरी शङ्कर पनि भन्छ होइन? गौरी शङ्कर पनि भन्छ। यो 14, यो 17 मुखे सानो छ। हजुर, यो 16 मुखे। हजुर, हुन्छ, एकट्ठा बनाइदिनुहोस् त, म एकैचोटि त्यसको बारेमा 16 मुखे एकैचोटि बताइदिन्छु। एकै कट्ठा बनाइदिनुहोस्, फोटो खिच्छु। देख्दै हुनुहुन्छ हाम्रो कैलाश राईले छुट्याउनु भयो जो मुखदार रुद्राक्ष। उहाँले 17 मुखे, 16 मुखे, 15 मुखे, 14 मुखे र त्यस्तो गर्दै 5 मुखे, 6 मुखेदेखि उभो हामीले 17 मुखेसम्म चाहिँ यो हामीले लगाएको रुखहरूबाट हामीले पाएको छौँ। हो, आशा गरौँ आउने दिनहरूमा योभन्दा धेरै मुखेहरू पनि रुद्राक्ष पाउन सक्छौँ भन्ने आशा गर्न सक्छौँ। मैले भनिहालेँ 15% रुखबाट मात्रै हामीले यति निकालेको हो। आश गरौँ पक्कै पनि तपाईँको 15-16 मुखे फल्ने एउटा बोटमा तपाईँले 21-22 मुखे पनि फल्न सक्छ भन्ने हामी आश गर्न सक्छौँ। त्यसै नै हाले हामीले 17 मुखेसम्म यो फर्मबाट हामीले रुद्राक्ष पाएको छौँ। अहिले क्वान्टिटी कति छ भतिज यसमा? 53 रहेछ। 9 मुखेदेखि माथि 17 मुखेदेखि तलको रुद्राक्षहरू तपाईँलाई
देखाइसकेछौँ। भतिज केही भन्नु छ लास्टमा भनिदिनुहोस्। ठिकै छ। लास्टमा अब 1-2 रुख बाँकी पनि छ। बा 21 को पर्खाइमै छौँ। हजुर बा निकाल्न सकिन्छ होइन। हजुर तपाईँहरूको सामु हामी भिडियो नै छौँ भिडियोमा। हेर्नुहोस् तपाईँहरूलाई मैले अहिले नजिकबाट देखाइरहेको छु। जुन यो चाहिँ तपाईँले बेच्न सक्ने र दाम तपाईँले पाउन सक्ने रुद्राक्ष हो। यहाँ मैले तपाईँलाई भनिहालेँ 17 मुखीसम्म यहाँ रुद्राक्षहरू छ। हामीले भनिहाल्यौँ केही रुख अझै बाँकी छ रुद्राक्ष खोज्नु। योभन्दा ठुलो मुखको रुद्राक्ष हामीले पायौँ भने हजुरहरूलाई देखाउने नै छौँ। यति भन्दै मेरो भिडियो अन्त्य गर्छु। छिटै भेटौँ ल। नमस्ते अनि बाबाई।